नमस्कार छ सबैजनालाई। यति बेलामा चाहिँ सिद्धगंगा नगरपालिका वडा नम्बर 6 हाम्रो छिमेकी कान्छा बुवाको घर आएको छु। यता आइसकेपछि अब हाम्रो बुवाले यहाँ घर चाहिँ के कति सागसब्जी लगाउनु भएको छ भनेर यसो बारीतिर आइयो। बारीतिर आइसकेपछि यहाँ चाहिँ आलु लगाउनु भएको रहेछ, भर्खर लाउनु आलु। त्यसैगरी गएर फेरि यता चाहिँ गोबी लगाउनु भएको रहेछ, भर्खर लाग्नुहोस् गोबी लगाउनु भएको रहेछ। अनि यहाँ आलु चाहिँ भर्खर लगाउनु भयो, अझै खन्ने बेला भएन। गोबी चाहिँ थोरै लगाउनु भयो, निकै नै राम्रो लगाउनु भएको रहेछ। पानी नजिकै छ, त्यो भएर नि अब पानी मल नभएर आफैले चाहिँ अलि मेहनत गर्नुहुन्छ, निकै नै पहिलेदेखि चाहिँ मेहनत गर्नुहुन्थ्यो। त्यो भएर नि यहाँ चाहिँ गोबी लगाउनु भयो अलिकति। अनि यता चाहिँ फेरि यहाँ धेरै थरीका लगाउनु भएको। यहाँ गोबी लगाउनु भयो, यहाँ मुला देख्नुहोस्, हेर्नुहोस् यो मुला कति राम्रो लगाउनु भयो। यो मुला यति राम्रो लगाउनु भयो, यसले भर्खर जरा राखेको छ। त्यही भएर यहाँ स्याही पनि लगाउनु भएको रहेछ, निकै नै राम्रो छ यो मुला। पानी भर्खर चार्नु भएको रहेछ, चिसो चिसो छ। उता उङ्गपट्टि फेरि उ लगाउनु भयो, आलु लगाउनु भयो। आलुमा हल्का फुल्का राम्रो छ आलु पनि। र यता मलाई निकै नै मन परेको अनि यो मुला राम्रो बनाउनु भएको रहेछ। त्यसपछि गएर यता अनि यता हेर्नुहोस्, यहाँ थोरै लगाउनु भएको रहेछ गोबी। कति राम्रो छ कि यो गोबी। यो पहिलोचोटि लगाउनु भएको। यहाँ बन्दकोपी र यो के भन्छ अरे, यसको कलरै अलग रहेछ, ब्रोकाउली। ब्रोकाउली पहिलोचोटि लगाउनु भयो अरे, ट्राई गर्नु। अगर यो राम्रो फल हो भने अनि वर्षमा फेरि त्यही लगाउनुहुन्छ। हो यसको अलि कलरै अर्को हुनेछ कि कालो कालो छ नि, कति राम्रो फैलिएको हुनु। कले हो भान्डा यो भान्डा सर्दीमा अलि कम फल्ने हो, गर्मीमा धेरै राम्रो फल्छ। गर्मीमा अलि फल्छ हैन, सर्दीमा किन यो चिसो भएर। यो गर्मीमा चाहिँ अलि धेरै नै फल्छ अरे, राम्रो फल्छ अरे। यो जाडा चाहिँ अलिक कम फल्ने, चिसो भएर होला। किनभने गर्मीमा यसको सब्जी राम्रो भन्छ नि हैन, त्यही भएर। अब यहाँ कान्छाबाको घर चाहिँ यस्तो सागसब्जीको निकै नै प्रशस्त रूपमा गर्नुभयो। आलु लगाउनु भयो, गोबी छ, मुला त्यस्तै। मुलाको सिन्की बनाउनु नि हो, सिन्की बनाउनुको लागि मुला नि लगाउनु भएको रहेछ। यता चाहिँ यहाँ यो लगाउनु भान्डा लगाउनु भयो बुवाले। त्यहाँ मुन्त्र नि यतिकन लगाउनु भएको रहेछ, यहाँ नि यतिकन लगाउनु भएको रहेछ। यो फल है बुवा, यो फुल आछ तर फलको पहिला आएन, अलि अलि ठन्डी भएर अलि यसको फल अझै फले छैन, फुल्यो छ तर सुक्यो रहेछ नि, सुक्यो छ, यसले खुब सजाएन। यसको पात पनि त उहिले रहेछ, चिसो भयो बढी, चिसो भयो न, चिसो भयो। माथि र फेरि जाम, हामी मात्र पनि जाम है बुवा। ल ल आज बुवासित हामीले यहाँ परेसाबारीमा नि धेरै टिका टिप्पणी गरिदिए हो। ल यता यो लसुन, यो साग पासे यता कुनामा चाहिँ आलु लगाउनु भयो रहेछ। आलु लगाउँदाखेरि यहाँ चाहिँ दबाईको पत्ता गर्नु भएन। दबाईको पत्ता गरेर यसो पाइन्थ्यो होला भन्नु, पाइन्छ भन्नु, ठाडातिर जानुपर्छ क्या। फेरि यो गाउँघरमा खेती किसान गरे पनि यस्तो समस्या छ। अब केही रोग लाग्यो भने अब त्यसलाई थाहा छैन कुन रोग लाग्यो भन्ने हुनु। अब पत्ता गर्नको लागि बजारतिर सम्पर्क गर्नुपर्छ, टाढा परो बजार त्यस्तो। चिसो भएर अलिक प्यालो प्यालो हस, अलिक घाम चढेपछि जम्किन्छ, हुन्छ अल्कोहलको हुन्छ। खास छरेको मैले यो लसुन चाहिँ अब पहिले लगाउनु भयो रहेछ। पहिले लगाइसकेपछि यसको पात छोडेर पनि दालमा झार्न सकिन्छ आरामसित। यो पहिले लगाएर खानालाई त्यो छिटो बनाइसक्नु भयो रहेछ। कतिपयले खेता छर्ने मान्छेले भर्खर लगाउँदैछन्, कतिले लगाउँछन्, हाम्रो त अलि चाँडै लगाएको। भनेपछि बुवा अब पहिलेदेखि मेहनती पनि त मेहनती मान्छेको, त्यही भएर घर त्यही भएर नानी अब किनेर खान सकिन्न के, घरै उब्जाम भनेर गरेको हो। ठिकै छ, राम्रो छ। तपाईँले पनि यस्तो घर बसेर यस्तो खेती किसानी गर्ने भए, अब सागसब्जी लगाउनु भए, बुवाले कसरी लगाउनु भएको रहेछ भन्ने कुरो तपाईँले भिडियो पनि हेर्नुहुन्छ। यस्तो सागसब्जी लगाइसकेपछि बुवा बजारतिर किन्न पर्दैन, पर्दैन, घर खानलाई जति पनि उब्जिन्छ। यो बजारतिर गएर किन्न पर्नेलाई चाहिँ अब गाउँघरतिर बसेर यस्तो सागसब्जी गरे किन्न पुग्छ भन्ने कुरा यहीँबाट थाहा भयो। किनेर खान आउनु बजार यहाँ छैन, टाढा पऱ्यो। त्यही भएर आफै मेहनत गरौँ, आफै उब्जाम भनेर
गरेको हो तपाईँ गएर बुटोलतिर झर्ने हो नि सागसब्जी किन्नलाई कति महँगो पर्छ महामारी त्यही आएको इष्टमित्रलाई यसो दिइन्छ आफूले खाइन्छ त्यो त अब गाउँमा चलेको गाउँघरमा चलेको यति राम्रो बनाउनु भयो रहेछ कि यहाँ यो भान्टा हेर्नुहोस् त भर्खर फौले छ यो फल नला होला फल फुल्यो छ अझै फल लाएन अहिले फल लाखेन अझै लाएन